यस्तो छ है सिटी बजार चाहिँ तर सुन्दर यहाँको मान्छेहरू एकदमै राम्रो हुनुहुन्छ एकदमै वेलकम हृदय भएको के तर क्या दामी आउने क्या यतिको रमाइलो चाहिँ अब गाइड टिमहरू भएर अब हामीले कहाँ जाने भन्छ कहाँ हुन्छ त नि वाह खासै यो सिटी भिलेज चाहिँ होइन अनि अफिस जाने चाहिँ सायद यहाँतिरबाट होला यो हो नि त होइन सिप्ती गाउँ आउने बाटो है यो चाहिँ खासमा यो डाँडा वा एकचोटि चाहिँ आउनै पर्छ है सिप्ती गाउँ चाहिँ साँच्चै भनेको इट्स सच अ ब्युटिफुल प्लेस मैले बनाउने ओहो खतरा रहेछ त भित्र जानु मिल्छ म भित्र जानु मिल्छ मिल्दैन मिल्छ ल ए त्यो त पहिलाको होइन कति वर्ष भयो तपाईले बनाउनु भएको यस्तो 2-3 वर्ष मात्र भएछ मतलब यहाँ चाहिँ के बनाउनै नै सुरु गरेको 2-3 वर्ष हो 2-3 वर्ष मात्र भयो हेर त बाबु कुन ठाउँमा हो यो चस्मा लगाएर पनि हो त्यहाँ होला यही नै हो बाबु हैन तलबाट हाल्दाखेरि सजिलो हुन्छ होला त्यही त आमै सक्यो ल बस मिलाइदियो बाबु मिलाइदियो बहिनी भैया अब त्यसमा चाहिँ हल्दी लगाउने बहिनी त्यो औषधि हजुरलाई थाहा यतिको चाहिँ हुनुपर्छ है साहसी वाह दोस्रो तेस्रो दिन अनि एकदमै राम्रो छ है आज चाहिँ हामी अब माथितिर जाँदैछौँ ठाउँहरू हेर्नलाई घुम्नलाई अनि आज नयाँ वर्ष हो अनि सबैजनालाई नयाँ वर्षको धेरै शुभकामना तपाईँको जीवनमा परमप्रभुले धेरै आशिष दिनुभएको सबैलाई जहाँ पनि हुनुहुन्छ सबैलाई सुरक्षामा राख्नुभएको शान्ति दिनुभएको परिवारमा है यो शुभ नाममा आमेन औ उकालो छ आधी बाटो हिँड्यो होइन अनि थाक्यो बुढो भइएछ कि यहाँ सिटी भिलेज एकदमै सुन्दर छ अझै हेर्न बाँकी नै छ है हरियाली लास्टै हरियाली के हो ल वाट इज योर नेम आर्यन तिम्रो जोइस आयुष वा ल केटाहरू खतरा कुद्ने रहेछ कसले बाबाले लगाइदिनु भएको यो कपडा हो कि आफै लगाएको हो कस्तो राम्रो देखेको थियो मलाई ह्यान्डसम भाइहरू कति टाढा छ यहाँबाट अब धेरै छैन उता जानु धेरै छ ओ ल ठिक छ आधी बाटो आइपुगेको जस्तो लाग्छ मलाई तर नहुन पनि सक्छ तर एकदमै हाइकिङको लागि बेस्ट प्लेस छ है एकदमै सुन्दर अब माथिमा गएपछि झन् हामी एकदम सुन्दर दृश्यहरू हेर्नेछौँ सिप्ती गाउँको सायद आकाश खुल्ला छ भने हामीले हिमाल पनि देख्न सक्छौँ अफि तर अलिअलि बादलहरू देखिरहेको छ त्यही भएको कारणले हेरौँ के हुन्छ है लेसी है त वाह गुराँस भेटायो
क्या दामी छ है नेपालको नेसनल फ्लावर छ यो खाना पनि मिठो हुन्छ फेरि अलमोस्ट टपमा पुगिसक्यो लगभग लेट बाँकी छ अनि यो चाहिँ एकदमै पर्यटकले भरिएको ठाउँ भनौँ न हैन घुम्नको लागि एकदमै राम्रो अनि जेठतिर चाहिँ धेरैजना इन्डियाबाट पनि आउनुहुन्छ अरे अनि त्यो डाँडातिर जानुहुन्छ अरे भन्दै हुनुहुन्थ्यो है भर्खर दाइले अनि जाँदैछौँ माथि जाँदैछौँ उफ आई लभ यु जिजस कति सुन्दर छ यार सृष्टि प्रभुको है दामी हो जेस मलाई धेरै मनपर्छ मलाई नेचर एकदम मनपर्छ मलाई प्रभु मनपर्छ आमेन सयो थाकियो रे के यसै टपमा आइपुग्यो ए ओइ लड्यो यस आई लभ इट ल अर्को टप पनि निस्किदिएर म त त्यहाँ त जाँदिनँ थाकेँ म ल यो सिप्ती गाउँ यस guys वाह क्या दामी छ है डाँडा दामी वाह सायद त्यो अप हिमाल होला धन्यवाद थ्याङ्क यू जिजस ओहो कति आनन्द नाइस सो नाइस एकचोटि चाहिँ आउनै पर्ने हुन्छ सबैजना नेपालीहरू आउनुहोस् सिप्ती गाउँमा हैन वाह दिस सच अ फन अनि खुसीको कुरो चाहिँ आज हामी चाहिँ च्याङ्ग्रा भन्नेको थाहा छ तपाईँहरूलाई होइन माउन्टेन गोट भन्छ माउन्टेन गोट खान जाँदैछौँ हामी एक्साइटेड छौँ अनि खासमा यहाँ यो छ नि यो मन्दिर जस्तो देखिरहेको छ नि त्यहाँ चाहिँ मानिसहरूले हरेक वर्ष चाहिँ पूजा गर्ने रहेछ होइन महान चाड भनौँ न दसैँभन्दा पनि लाइक यो नयाँ वर्ष चाहिँ उनीहरूले भव्य तरिकाले मनाउने रहेछ त्यही नै हो सायद अनि यता होला अपी होइन अनि हामी खण्डेश्वरी यतै नै जान्छौँ यो मासतिर नै जान्छौँ हाम्रो प्लान चाहिँ त्यही हो लेसी हामी कहाँसम्म पुग्छौँ है त लेक नौगाड गाउँपालिकाको वडा नम्बर 1 यता खार आएर नौगाड गाउँपालिकाको कार्यालय है यो रोड भएर सिप्ती माथि नौगाड गाउँपालिकाको वडा नम्बर 6 यता वडा नम्बर धुलीगाडा खेडा यो साइड गोगुलेश्वर पर्छ यो मर्मा गाउँपालिका उता बैतडी त्यो बैतडी ऊ लास्टको डाँडो डडेलधुरा उताबाट अब यो देखिन्छ बजाङ बाजुराको डाँडो पनि देखिन्छ डोटीको पनि देखिन्छ उताबाट डोटीको डाँडो ए बैतडी भने हामी यता आउँदाखेरि आउने पहाड हो नि त होइन उता तल हो ए तल हो ए देखिन्छ उताबाट देखिन्छ अब हामी यहाँ जाँदा नि उबाट देखिन्छ स्पष्ट ए त्यहाँ जाने त्यो स्पष्ट देखिन्छ त्यहाँबाट अरू त्यो यो मर्मा गाउँपालिका वडा नम्बर 6 यो मर्मा यो गुल्जर उता डाँडाको बारे खण्डेश्वरी कता हो खण्डेश्वरी यो डाँडो छ नि डाँडो उयो डाँडा जङ्गलको त्यो पछाडि त्यो पछाडि ए हिमाल नजिक रहेछ त है ल धन्यवाद दाइ सिटी भिलेज अब त्यो डाँडामा जाँदैछौँ खुसी र उमङ्ग साथ हामी हिँड्दैछौँ होइन यही नै हो पारा हामी यस्तै बाटो हिँड्दै होइन अनि हाम्रो दुईजना साथी चाहिँ अलिकति धेरै थाक्नु भयो अनि उहाँ तल जाँदै हुनुहुन्छ होटेलमा फर्किँदै हुनुहुन्छ अनि यहाँ यही नै हो जस्ट इन्जोय द भ्यू क्या यति राम्रो भ्यू छ अहिले यस्तो गरेर सिनेमेटिक लिने हो यस्तो गरेर क्या I will give you all the reason and all. Wait, I'm going to give you all. I just need to go for it. You can have that.
आधी बाटो। अब यहाँबाट माथि बहिनी दिव्या बहिनी यहाँबाट माथि हाम्रो हिरो कुद्दैछ गुटुकडुम टसी दाई पुरै ट्रेकिङ स्टाइलमा पक्का एडभेन्चरस। हाम्रो रस भाइ खतरा छ अभी उसको मुस्कानै कडा मुस्कानै कडा मुस्कानै कडा। ए यहाँबाट त कहाँ देख्ने रहेछ नि त कहाँ हो यार यता सही हो। वाउ दिस इज भिर भिर जस्तो देख्ने रहेछ त भिरै हो कि क्या हो ए यस्तो रहेछ ल। तपाईँहरू घुमेर यहाँबाट गाडीमा भएर घुमेर यहीँ बाटो आउनुपर्छ। ए हो ए घुम हो धेरै कस्तो दामी दामी ढुङ्गाहरू क्या यो टक 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 मिलेको खतरा लाग्यो मलाई। सही हो क्यामेरामा कति देखिरहेको छ होइन तर लास्टै दामी छ यो ठाउँ। अनि यो भिर जस्तो छ कि यो भिर जस्तो छ कि होइन त्यही पनि ठिक छ। हिँड्दैछौँ लेखाली गाउँ र केटो परे म के गर्नु पऱ्यो एनिवेज यसै बादल खतरा आइरहेको छ। जस आइफोन भनेको आइफोन हो है आइफोन इज इनफ समटाइम्स। यो साथीहरू चाहिँ अलि कडै हिँड्ने खालको रहेछन् हौ माथि टुप्पै पनि पुगिसक्यो त हामी मात्र रहेछ बिस्तारै हिँड्ने। तर खासमा त हामी नि यस्तैमा नाच्दै खेल्दै हुर्केको हो अलिकति सहरको त्यो जङ्क फुडले छोएर कमजोर भइएछ। यो भाइ त ब्रिटिस आर्मी हो फेरि झन्डै झन्डै वाह चिल क्यामेरामा देख्दैन रहेछ चिल यार तर चिलको माथिबाट चाहिँ यस्तो दामी जति पनि ढुङ्गाहरू छ नि यो सबै ढुङ्गाहरू चाहिँ खासमा काटेर होइन त्यसलाई चाहिँ त्यो घरको छानामा राख्छ क्या यही ढुङ्गाहरूबाट निकाल्ने। त्यसो भने एकदमै नेचुरली नै क्या दामी हुन्छ। अनि यहाँको मानिसहरूले चाहिँ काटेर यसलाई चाहिँ बनाउँछ। भाइ कुद्दैछ त्यो जवानीको जोस भनेको यतिको हुनुपर्छ। म त बुढो भएछ साँच्चै बुढो भएछ नि। क्रक्स आई लभ दिस क्रक्स साँच्चै यो क्रक्सको उनीहरूलाई कम्पनीलाई मैले मेसेज गर्नुपर्ने हुन्छ। फकटेको एडभर्टाइजमेन्ट भइरहेको छ होइन तर क्रक्स दामी रहेछ। मैले क्रक्समा यहाँसम्म ट्रेकिङ गरेँ अझै पनि मेरो क्रक्स नै हो ट्रेकिङ गर्ने। हेर मेरो क्रक्स कहाँसम्म पुग्छ है त सुन्दर। यो छुट्टै गाउँ हो भने यता चाहिँ हाम्रो सिफ्टी पर्छ। यो तल चाहिँ अलि माथि देख्यो माथि डाँडाबाट तल राम्रो भ्यू देख्छ होला सायद सिफ्टी गाउँको है। यस चाहिँ के हुन्छ है त। फाइनल्ली हामी डाँडामा आइपुगेका छौँ अनि रमाइलो छ डाँडा। यहाँ यो के को टावर हो दाइ एनसेलको टावर हो म एनटिसी हो मलाई एनसेलले मलाई धेरै धोका दिएको छ विगतको दिनहरूमा त्यही भएर मैले एनसेल चलाउँदिनँ। हजुर दिन्छ यस राम्रो छ भ्यू यस यो डाँडा नेपाल लास्टै सुन्दर छ कि होइन नेपाल लास्टै सुन्दर छ। यताबाट चाहिँ अब हामी सिफ्टी गाउँ देख्छौँ। इज नाइस प्लेस ल उडाइदिएछ नि त एनसेलको टावर। एनसेलको दाइ दिदीहरू कसरी हेर्दै हुन्छ नि तपाईँको टावर उडाएको छ यहाँ बनाउनु पर्ने हुन्छ
ऊ माथि ओ गोठ जस्तो पनि रहेछ है यहाँ त ताबाट चाहिँ के हो यो त ए ढोकै छैन त ए यहाँ रहेछ कहिलेकाहीँ मात्रै आउने रहेछ मान्छेहरू हो हामी यही बाटो आउँदैछौँ कहाँ गयो रस भाइ त हरायो क्या हो यसोसँगको हिँडाइ अति नै रमाइलो आमेन सही हो यतिको चाहिँ हुनुपर्छ है ओ डन्डा डन 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 ल ल ल ल ओबी दाइ बिस्तारै है वाउ चाहिँ जानुपर्छ है हामी लाग्यो फाइनल्ली माथिबाट माथिबाट यहाँ पुग्यो यो चाहिँ माउन्टेन गोट च्याङ्राको मासु भातसँग हामीले नेपाली पर्यो टक्क लाएर खाने हो त्यो चाहिँ यो गाउँको अब सुरुवात भयो होइन फेस्टिभल अब यसो गर्दै गर्दै मान्छे जम्मा गर्ने चाहिँ सूचना जस्तै अब सुरु हुन लाग्यो भनेर चाहिँ अब यहाँको देउडा डान्स देउडा भन्दा चाहिँ कल्चर होला हो आजको है जस्तो यस्तो हुने रहेछ नि त्यतातिर त ओहो सिटीमा यस्तो भिड हुने रहेछ नि त नयाँ वर्षको बेलामा होइन ओ माई गुडनेस धेरैजना देउडा डान्सहरू अरू पनि धेरै कुराहरू हुन्छ होइन सायद आज होइन भोलि चाहिँ हुन्छ होला आज चाहिँ यिनीहरूको मुख्य गरी पूजा गर्ने त्यही मात्र भोलिदेखि चाहिँ देउडा डान्सहरू हुन्छ त्यसपछि चाहिँ खिच्नुपर्छ किनभने ड्रोनको चाहिँ फेरि कहिलेकाहीँ चाहिँ माग्छ क्या होइन किन गरेको भन्छ धेरै भिड डर लाग्यो माइ लर्ड
यति बजी हुनुपर्छ है मान्छेहरू मलाई चाहिँ केही आइडिया छैन है कल्चरल होला चुरापोते लाउने यस्तो लाउने This is the things. Oh, हेर्नुहोस् चाँदीको माथि हो फोटोग्राफी भोज त्यसो यहाँ कल्चरल ड्रेस रहेछ यो चाहिँ सायद यहाँ बास्केटबल भलिबलको प्र्याक्टिस हुँदै होला भोलिदेखि चाहिँ भोलि पर्सिदेखि म्याच अरे हैन रोड That's the place this comes to. Oh, there's our friend, bro. Wow. साथै लास्ट क्राउडेड एरिया हुने रहेछ हैन अनि अघि टेबल देख्नुभयो होला मात्र कल्चरल ड्रेसहरू चाहिँ मलाई एकदमै मन पर्यो हैन उहाँहरूको लगाइ त्यो हुन्छ नि एकदमै रमाइलो गर्ने बातचित गर्ने कुराकानी गर्ने त्यति नै रहेछ यो चाहिँ सिप्री गाउँको यहाँ भएको मानिसहरूको यहाँ चाहिँ नाच हुँदैछ यहाँ चाहिँ देउडा भन्छ है यसरी गीत गाउँदै गाउँदै आफ्नै लोकल भाकामा हैन नाच्दै घुम्दै गर्नु यसलाई चाहिँ देउडा डान्स देउडा नाच चाहिँ यही नै हो है आज नयाँ वर्षको दोस्रो दिन यसरी नाच गाउँदै गाउँदै गर्ने तर भव्य तरिकाले मनाउनु हुने रहेछ यो पर्व चाहिँ हैन उहाँहरूले अनि यहाँ चाहिँ लाइक लड्डुहरू पनि राख्नु हुने रहेछ